हेयर फल या हेयर लस कपाल झर्नुको धेरै कारणहरू हुन्छन्, तर आज यो भिडियोमा कपाल झर्नुको मुख्य 5 देखि 6 वटा कारणको बारेमा छलफल गर्न गएका छौँ। नम्बर 1 कारणमा छ स्ट्रेस एन्ड एन्जाइटी। चिन्ता र तनावको कारणले गर्दाखेरि कपाल झर्ने हुन्छ। 2 नम्बरमा छ ल्याक अफ ब्यालेन्स डाइट। सन्तुलित भोजनको कमीको कारणले गर्दाखेरि पनि कपाल झर्ने समस्या हुन्छ। ल्याक अफ स्लिप एन्ड ल्याक अफ एक्सर्साइज। व्यायाम नगर्नाले र सुत्ने समय एकदम कम दिनाले कपाल झर्नेको समस्या आउन सक्छ। नम्बर 4 आजकल हेयर ड्रायर या हेयर डाइस हेयर स्ट्रेट गर्नको लागि युज गरिने हिटको कारणले गर्दा पनि हेयर लस हुने सम्भावना एकदम धेरै हुन्छ। नम्बर 5 ओभर युज अफ स्याम्पू। स्याम्पू अननेसेसरीली युज चाहिँ कपाल झर्ने समस्या एकदम धेरै हुन सक्छ।